भरि छातीमा राखी मायाले छोपौला जीवन भरि छातीमा राखी मायाले छोपौला तिम्रो त्यो मनमा मेरो पिरती हुँदैन फुल्ने हो भन्दै तिम्रो पछि लागे हो माया माया भन्दा भन्दै तिम्रो पछि लागे देवी देवतासँग सधैँ तिमीलाई मागे हो देवी देवतासँग सधैँ तिमीलाई मागे ए तुलसी आँगनमा रोपौला अशोक अशोक त आऊ न हजुर म आएँ हजुर आएँ म बिराजे एकछिन सरी होस् न हजुर संजोगले यो ठाउँमा यो मन्दिरमा आइपुग्नु भाग्यले भनौँ साह्रै मन्दिरको अवलोकन गर्दा साह्रै राम्रो लाग्यो भगवान्को मन्दिर मूर्ति राखेको छ उता डिजाइन उता यो पुरानै होला धेरै पहिले थाले होलान् हामीले थालेको हामी नेपालीहरूले यहाँ थालेको सेक्रेटमेन्टको भविष्यमा यस्तै बनाउनु पाएको चाहिँ राम्रो हुन्छ होला हाम्रा परिवारहरू हाम्रा मान्छेहरू नेपालीहरू सब हर्षले आउँछ आफ्नै मन्दिर बनाएर अनि हजुरको समुदायको यो यस्तो बनाउने अहिलेसम्मको योजना कस्तो छ त मन्दिर बनाउने भवन बनाउने अथवा फुलबारीहरू बनाउने कस्तो योजना गर्दै हुनुहुन्छ त अलिक जानकारी पाउन म पनि म अरू सबैलाई भनिदिन्छु यस्तो छ राम्रो सेक्रेटमेन्ट भनेर नेपालमा गएर भनिदिन्छु यसको जानकारी त हाम्रो ज्वाइँ साहबलाई धेरै थाहा छ उहाँले नै अगाडि बढिराख्नु भएको छ उहाँले नै गरिसिन्छ हो यहाँ अब धेरै नै अब सेक्रामेन्टो ग्रेटर सेक्रामेन्टो एरियामा पनि अब धेरै नेपालीहरू भइसकेका छौँ हामीसँग अलमोस्ट 2000 घरधुरी रहेछ अहिले र सबैजनाबाट होइन धेर थोर जसले जति जति सकिन्छ त्यति रकमहरू त्यति पैसाहरू हामीले उपलब्ध गराएर कसैले पैसा सक्नेले पैसा नसक्नेले अब मन अरू कामहरू धेरै नै कामहरू भइरहेको हुन्छ धेरै नै कामहरू चाहिन्छ र सबैले उहाँहरूले सबैजना एकमत भएर हामी अगाडि बढिराखेका छौँ अब फन्ड रेज गर्नको लागि पनि विभिन्न तरिकाहरू अप्नाइरहनु भएको छ साथीहरूले हामी पनि अब लागिराखेका छौँ अब यो जति सक्यो होइन कुनै पनि कामहरू हतार गरेर बनाउँछु भन्दाखेरि बन्दैन अब बिस्तारै हामीले चाहिँ अब बरु ढिलै होस् राम्रै नै होस् सबैको सहभागिता गराउनलाई सबैको सहभागिता होस् भनेर हामीले धेरै प्रयासहरू गरिराखेका छौँ र आउनुभएका साथीहरू पनि भाग लिइराख्नु भएको छ पार्टिसिपेट भइराख्नु भएको छ पिकनिकहरू भइराखेको छ र चाँडै नै अब यस्तै किसिमले यति नै राम्रो नेपाली कम्युनिटी पनि बन्ने नै छ भन्ने साह्रै नै पुण्य काम हो यो एकअर्का सबै मिलेर गर्नुपर्ने काम हो यसमा हामी अलिक ढिलो भए जस्तो छ अब हामी नयाँ योजनाहरू पनि ल्याउँदै जान्छौँ हामी यस्ता विविध कार्यक्रमहरू गर्दै जान्छौँ गर्नुपर्ने हाम्रो मान्यता पनि छ अब हामीले आफ्नो किसिमको संस्कृति झल्किने कम्युनिटी सेन्टर आफ्नो किसिमको धर्म झल्किने आफ्नो किसिमको मन्दिर बनाउन अति नै आवश्यकता देखिन्छ हामीले जसरी भए पनि यसलाई बनाउनु पर्छ भन्ने मेरो आफ्नो मान्यता छ हजुरलाई कस्तो लाग्छ अब हाम्रो यहाँबाट होइन नेपाली कम्युनिटी सेन्टर आफै बनाउने हाम्रो ठुलो उद्देश्य पनि छ धेरै पहिलेदेखि हामीले गरिराखेको पनि हो र अब सायद चाँडै नै सफल पनि हुनेछ अब आशा गरौँ सबैजना मिलिराख्नु भएको छ